हेलो गाइस, के छ त हल्ली चल्ली र फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो नयाँ भ्लगमा। र कालिम्पोङमा यस्तो जग्गा पनि छ जहाँबाट देखिन्छ तपाईहरुको हिमालयको दामी भ्यू। र तपाईहरुले मलाई बिलिभ गर्नुहोस् नगर्नुहोस्, तपाईहरुलाई त्यो जग्गामा लान्दैछु र तपाईहरुलाई त्यो भ्यू देखाउनेछु। र जग्गाको नाम चाहिँ हो दुर्पिन डाँडा र त्यहाँबाट देखिन्छ दामी हिमालयको भ्यू पोइन्ट। तपाईहरुलाई म लगेर जान्दैछु दुर्पिन डाँडा र लबु भाइ पनि मसँग छ। आज छु म कालिम्पोङमा। र गाइज हामी चाहिँ बाइक साइक पार्क गरेर चाहिँ त्यो डाँडातर्फ जाँदैछौँ। अब चाहिँ नजिकै छ तपाईँहरूको है, आइपुग्नु आँटेको छ। एकछिन चाहिँ सबर गर्नु होला। दामी भ्यू छ क्या गाइज। मैले ढाँटेको चाहिँ होइन कि गाइज, तर यस्तो दामी भ्यू छ कि तपाईँहरू पल्किनु हुनेछ यो भ्यू देखेर चाहिँ। एकदमै दामी भ्यू छ है। तर मैले पनि देखेको छुइनँ, हल्का हल्का उपारितिर चाहिँ देख्दैछु, तर तपाईँहरूलाई चाहिँ त्यहीँ पुगेर म देखाउने छु। तर भ्यू चाहिँ एकदमै बबाल छ कि। हेर्नुहोस्, म देखाउने छु तपाईँहरूलाई। के डाँडा अरे त यो? लु हेर्नुहोस् त गाइज भ्यू। यहाँ आएर चाहिँ मन नै एकदमै फ्रेस हुन्छ, माइन्ड नै एकदम फ्रेस भएर आयो मेरो चाहिँ। यदि तपाईँहरूले पनि पिसफुल जग्गा खोज्नु भइरहेको छ, लोकेसन चाहिँ हो तपाईँको कालिम्पोङ दुर्पिन डाँडा। कालिम्पोङबाट चाहिँ मेन बजारबाट चाहिँ कति पनि पर्दैन, तपाईँहरूलाई 15 मिनट जस्तो पर्ने रहेछ बाइकमा, र गाडीमा 20 मिनट जस्तो राख्थ्यौँ। र तपाईँहरू यदि पिसफुल लोकेसन हेर्नु हुँदैछ भने चाहिँ यो जग्गालाई नबिर्सनु होला। फेरि पनि हेर्नुहोस् तपाईँहरूले भ्यू। लु हेर्नु त भ्यू। अरूभन्दा पनि मलाई चाहिँ केही मन परेन कि, सबै मन पऱ्यो कि। आज चाहिँ दामी मन परेको चाहिँ के हो भन्दाखेरि चाहिँ यो गाउँ देखिन्छ नि यहाँबाट चाहिँ, जुन यो गाउँ देखिँदैछ नि, आम्मा यस्तो दामी देखिरहेछ कि कसम भनेको कि। दामी देखिरहेछ कि यो गाउँ चाहिँ। यहाँ हेर्नुहोस् तपाईँहरूले पहाडै पहाड पहाडै पहाड। कम्सी यो चाहिँ हो कालिम्पोङको, यो चाहिँ हो कालिम्पोङको लास्ट भिलेज। अन्तिम भिलेज भने चाहिँ कालिम्पोङको लास्ट गाउँ चाहिँ रहेछ कम्सी, के अरे कम्सी गाउँ, कम्सी भिलेज। यो गाउँ हेर्नुहोस् कस्तो मिठो देखिरहेछ यहाँबाट है। स्टोरी ज्योति बासु पनि यो गाउँमा बस। यो गाउँमा चाहिँ कुनै समय चाहिँ है कम्सी, यो गाउँमा चाहिँ कुनै समय चाहिँ ज्योति बासु पनि आएर बसेको। अनि यो गाउँमा भूतपूर्व सिएम चामलिङ पनि आएर बसेको। उयो पवन चामलिङ पनि परेको। बङ्गालको सिएम पनि आएर चाहिँ कुनै समय लुकेको भनौँ न, बसेको। अनि धेरै समय बिताएको, 2टा सिएमले बिताएको गाउँ हो यो चाहिँ। तपाईँहरूले सुन्नुभयो होला, 2टा सिएमले चाहिँ बिताएको बसेको गाउँ रहेछ है। यो गाउँ चाहिँ यस्तो मिठो देखिरहेको छ यहाँबाट, कसम भने गाइस। र तपाईँहरू आउनु छ होला, तपाईँहरूलाई कालिम्पोङ आउनु चाहिँ कति पनि टाइम लाग्दैन, र त्यहाँबाट चाहिँ तपाईँहरूलाई 15 मिनट मात्रै हो। यदि तपाईँहरू पिसफुल जग्गा खोजिरहनु भएको छ भने चाहिँ यो जग्गा तपाईँहरूको लागि पर्फेक्ट छ। हेर्नुहोस् कोही पनि छैन, यहाँ माथि चाहिँ 3-4 जना बसिरहेको छ। एकदमै शान्ति जग्गा, यस्तो माइन्ड फ्रेस हुन्छ कि के भन्ने गाइस। अब म त भन्नै सकेको छु कि, अब बयानै गर्नु सकेको छैन कि। यहाँ हेर्नु गाइस, यहाँबाट चाहिँ तपाईँको कञ्चनजङ्घा पनि देखिँदैछ, तर अहिले चाहिँ वेदरले गर्दा
वेदर अलिकति हेर्नुहुन्छ तपाईँहरूले वेदर देख्नुहुँदैछ तपाईँले अलिकति डिस्टर्ब छ है र यहाँबाट चाहिँ कञ्चनजङ्घाको भ्यू पनि दामी देखिन्थेछ आज चाहिँ तपाईँको अलिकति ब्याड लक तर केही छैन तपाईँहरूलाई यस्तो दामी जग्गा कञ्चनजङ्घा भन्दा दामी जग्गा चाहिँ हेर्नुहोस् पहाडले ढाकिएको जग्गामा तपाईँहरूलाई ल्याइपुऱ्याएको छु र यो जग्गा कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट सेयर र नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्सक्राइब गर्नुहोस् होला यस्तै भ्लगहरू तपाईँहरूले मिस गर्नुहुन्छ फेरि सब्सक्राइब गर्नु भएन सेयर गर्नुहोस् होला र कमेन्ट गर्नु होला यो जग्गा कस्तो लाग्यो र तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने मुनिपट्टि लोकेसन्स मलाई तपाईँहरूले लोकेसन भनेर लेख्नुहोस् म तपाईँहरूलाई यहाँको लोकेसन्स दिनेछु र आउनुहोस् तपाईँहरू पनि एकदम रमाइलो जग्गा छ I feel like I'm losing my mind. Is everybody in the world? आउनुहोस् यो जग्गा है र छेउमा चाहिँ बेसी नजानुहोस् होला रिङ्गटाहरू चल्दै रहेछ हाइट ज्यादा भएर है एकदम सेफली उयो गर्नु र छेउमा चाहिँ एकदम आएर चाहिँ एकदम सेफली इन्जोय गर्नुहोस् होला सेफली घुम्नुहोस् होला र ज्यादा उताउलोहरू चाहिँ नगर्नुहोस् होला सेफली घुम्नुहोस् है आफ्नो सेहतको याद गर्नु होला आफ्नो बडीलाई याद गर्नु होला आफ्नो सेल्फलाई केयर गर्नु होला र ज्यादा उपद्रवहरू नगर्नुहोस् होला र थ्याङ्क यू सो मच यति भन्नु चाहन्छु सुझाउ चाहिँ आजको लागि यति नै तपाईँहरूलाई दुर्पिन डाँडा देखाइदिइहालेँ र तपाईँहरू पनि आउनुभयो भने कालिम्पोङ आउनुभयो भने दुर्पिन डाँडा मिस नगर्नु होला अनि ल बुदा एकदम दामी ठाउँ छ क्या लाइक कमेन्ट सेयर चाहिँ कसले गर्छ हामी गर्नु छिटो गरिहाल्नुहोस् है सब्सक्राइब गर्नुहोस् होला यस्तो जग्गा फेरि भन्ने तपाईँहरूको माझमा लिएर आउनेछु हवस् त